मर्निङ सबैजनालाई। यहाँनिर हामी बिहानै सिटोङमा बसेर बिहानै हामी 6 बजी हामी हिँड्दैछौँ है हामी यात्रामा। 6 बजी चाहिँ यहाँनिर हामी निस्किँदैछौँ सिटोङबाट। यी पारी त घाम लाग्छ यस्तो भएछ। सुनसान छ है, यस्तो छ यहाँ बस्ती। हेर्नुहोस् न साथीहरू, सिटोङको खोला यो अँधेरोमै भए तापनि यहाँनिर कस्तो दामी झर्ना भइरहेको रहेछ। अँधेरो भए पनि माथिबाट चाहिँ यहाँ तर झर्दो रहेछ। हिँड्दा हिँड्दा यहाँ चर्चको छेउमा आइपुग्दा, यहाँ चर्चमा गाडी रहेछ, यहाँ छेउमा आइपुग्दा उज्यालो पनि भयो। ल साथीहरू, यहाँनिर पैँयौ पनि दामी फुलिरहेको रहेछ है। तर अलिक बिहानै भएकोले राम्रो क्लियर चाहिँ नदेखियो। यो चाहिँ सिलोआम चर्च सिटोङ। हाम्रो गाडी त्यहाँ रहेछ। यो चाहिँ पारी पारी कता कता के हो।